सो गाइज आज हामी कुरा गर्नेवाला छौँ इल्युमिनाटीको बारेमा। के तपाईँहरूलाई थाहा छ इल्युमिनाटी भनेको के हो? यसको जन्म कहाँबाट भएको? के यो एक्चुअलमा कुनै यस्तो अर्गनाइजेसन हो जसले चाहिँ पुरा वर्ल्ड कन्ट्रोल गरिरहेको छ? लेट्स ब्याक टु द टपिक। ओके, फर्स्ट अफ अल इल्युमिनाटी भनेको के हो? इल्युमिनाटी भनेको एउटा जब सुरुवात भएको थियो त्यति बेला इल्युमिनाटी भनेको चाहिँ एउटा अर्गनाइजेसन थियो जसले चाहिँ स्टुडेन्ट्सहरूको हेल्प गर्थ्यो। लाइक उनीहरूलाई कपी किताबहरू प्रोभाइड गराइदिने। सिधा बातमा त यिनीहरूले चाहिँ पुरानो स्टुडेन्टहरूलाई जो पुवर छन् होइन उनीहरूलाई चाहिँ हेल्प गर्ने काम गर्थ्यो। अनि इल्युमिनाटीको जन्म चाहिँ भएको थियो 1776 एडीमा। ओके, अनि त्यसपछि बभेरियनको सरकार त्यति बेलाको रुलिङ सरकार थियो जहाँ इल्युमिनाटी जन्म लिएको थियो। त्यसपछि 1718मा बभेरियनको सरकारले फेरि इल्युमिनाटीको माथि प्रतिबन्ध लगाइदियो, भनेपछि क्लियरली बन्द गरिदियो। भएको होला केही रिजन्स। एन्ड त्यसपछि धेरै पछि एउटा यस्तो लिक आयो कि इल्युमिनाटी फेरि एक्टिभ भएको छ। एन्ड त्यति बेला चाहिँ इल्युमिनाटीको चाहिँ यस्तो क्रेज भइसकेको थियो कि लाइक खालि मोस्ट पपुलर पिपल मिलियनियर भन्ने मात्र या फिर जसले वर्ल्ड कन्ट्रोल गर्न चाहन्छ त्यो मात्र इल्युमिनाटीलाई कन्ट्रोल गर्छ। अनि यो कसले इस्टाब्लिस गरेको? त्यसपछि 1780मा जब यो बभेरियनमा बन्द भयो त्यसपछि यो इल्युमिनाटी फेरि कसले इस्टाब्लिस गरेको त्यो पनि कसैलाई थाहा छैन। सो यो इल्युमिनाटी आयो कहाँबाट? पहिलो कुरो त अब इल्युमिनाटी भनेको चाहिँ एउटा यस्तो अर्गनाइजेसन बनिसकेको छ, मतलब यो यस्तो मिथ बनिसकेको छ लाइक यो डेभिलसँग कन्ट्याक्ट गर्छ र डेभिलले चाहिँ तपाईँसँग सिधा आएर डिल गर्ने एउटा प्रोसेस हो। इल्युमिनाटी भनेको चाहिँ इल्युमिनाटीको मेम्बर कसैले भन्न सुन्नुहुन्छ भने द्याट इज द प्रोसेस अफ डिलिङ विथ डेभिल्स। सिधा कुरा त यो एउटा प्रोसेस हो जसले चाहिँ डेभिल्समा डिल गर्ने भन्ने कुरा चाहिँ हामी सबैजना सुनेकै छौँ होइन, सबै भिडियोहरूमा पनि सुनेको छौँ। एन्ड क्रेजी कुरा त यो छ कि यसमा धेरै जस्तो बलिउड एक्टर्स, टलिउड एक्टर्स एन्ड ठुल्ठुलो पपुलर नेता होइन बिलिनियरहरू चाहिँ नाम कसैको लिँदैन यो भिडियोमा, लेकिन यो कुराहरू चाहिँ रिलिज भएको छन्। एन्ड उनीहरूको एउटा मात्रै साइन हुन्छ, वान आई, मिन्स उनीहरूले सो गरिरहेको हुन्छ एउटा आँखाले तिमीहरू सबलाई हेरिरहेको छ। सो वाट यिनीहरूले इल्युमिनाटी जोइन कसरी गर्छ त? जोइन गर्नको लागि यिनीहरूले चाहिँ आफ्नो सबभन्दा प्यारो कुरो, जो पनि हुनसक्छ जे पनि हुनसक्छ, सिर्फ प्यारो कुरोको मतलब आफ्नो मम ड्याड या फिर आफ्नो कोही रिलेटिभ होइन, सबैभन्दा पहिला त उनीहरूले आफ्नो सोल बेच्नुपर्छ डेभिललाई, र त्यो डेभिलको नाम चाहिँ वकाल हुन्छ है। एक्चुअलमा त्यो डेभिल चाहिँ वकाल हुन्छ जसलाई चाहिँ आफ्नो सोल बेच्नुपर्छ, जसको बदौलत वकालले चाहिँ त्यो डेभिलले चाहिँ तपाईँहरूलाई फेम गिफ्ट गरिरहेको हुन्छ। लाइक तपाईँलाई जे चाहियो त्यो गिफ्ट गरिरहेको हुन्छ, लेकिन त्यसको बदौलत तपाईँलाई त्यसको हरेक अर्डर फुलफिल गर्नुपर्छ, सबै अर्डर मान्नुपर्ने हुन्छ। एन्ड वकालकै भनाइमा चाहिँ सबै इल्युमिनाटीको मेम्बरहरूले चाहिँ सबै कामहरू गरेको हुन्छ जसरी वकालले भन्छ एक्चुअली त्यसरी नै सबै काम गर्छन्। थर्ड थिङ चाहिँ हामी यो भनौँ कि इल्युमिनाटी चाहिँ जोइन किन गर्छन्? पहिलो कुरो त मैले अघि नै पनि भनिसकेको छु, इल्युमिनाटी जोइन गर्छन् फेम पाउनको लागि, पैसा कमाउनको लागि, दरद सहरत सबै कुरा दिन्छ इल्युमिनाटीले। बट इल्युमिनाटीले तपाईँको सोल लिइहाल्छ भनेपछि सिधा कुरा त इल्युमिनाटीले तपाईँको आत्मा लिइहाल्छ। एन्ड इल्युमिनाटी जोइन गरेको मान्छे चाहिँ 40 वर्ष एन्ड मोर देन 40 वर्षसम्म चाहिँ बाँच्दैन टाइपको सिन हुन्छ क्या। लाइक उनीहरूले चाहिँ यो टाइम पिरियड पछि इल्युमिनाटीको मेम्बरहरू चाहिँ बाँच्दैन टाइपको सिन हुन्छ। एउटा इक्जाम्पल लिएछु, लाइक यो चाहिँ 1880को घटना। एउटा मान्छे चाहिँ पुरा इल्युमिनाटीको मेम्बर बनेको चाहिँ रिलिज भएको थियो। कसरी भन्दाखेरि चाहिँ एउटा मान्छे थियो जो एकदम गरिब, यति स्तर तल लेभलको मान्छे थियो कि एउटा रोटी पनि त्यसलाई कमाउनको लागि पुरा दिनभर मिहिनेत गर्थ्यो, अनि एउटा रोटी मात्र कमाएर खान पाउँथ्यो, त्यस्तो टाइपको मेम्बर थियो। तर अचानक त्यो चाहिँ पुरा लाख रुपियाँ त्यस्तै उडाउन थाल्यो। अचानक त्यसले चाहिँ एउटा नयाँ घर किन्यो, गाडी किन्यो, पुरा त्यो क्षेत्रकै सबभन्दा ठुलो अमिर व्यापारी बनिहाल्यो। यो हेरेर सबैजना छक्क परे। एन्ड गेस व्हाट, यिनीहरूले चाहिँ के थाहा पायो भन्दाखेरि त्यो चाहिँ इल्युमिनाटीको मेम्बर बनिसकेको रहेछ भनेर। अनि उनीहरूको एउटा साइन हुन्छ कि त उनीहरूले काहीँ पनि यस्तो सो गराएको हुन्छ। एन्ड यो भनेको चाहिँ इल्युमिनाटीको चाहिँ एउटा सिम्बल हो, साइन हो, नभए यस्तो सो गराएको हुन्छ लाइक यो इल्युमिनाटीको सिम्बल हो भनेर। लाइक ट्रायङ्गलबाट चाहिँ एउटा आँखाले हेरिरहेको हुन्छ भन्ने कुरा चाहिँ उनीहरूले सो गराइरहेको हुन्छ। एन्ड मैले बस एउटा इक्जाम्पल मात्र दिएको। ओके, एन्ड थर्ड चाहिँ फेरि त्यसले चाहिँ अचानक त्यसरी भयो भन्दाखेरि सबैजना त छक्क पर्छ भाइ, नर्मल हो, छक्क पर्ने नर्मल हो। अनि त्यसपछि सबैजना चाहिँ थिङ्क गर्न थाले, सोच्न थाले यो कसरी यति पपुलर भयो,
कसरी योसँग यति पैसा आयो कि यसले जे पनि किन्न सक्छ, जे पनि गर्न सक्यो क्या। त्यसपछि उनीहरूले पत्ता लगाउँदै गयो भने उनीहरूले थाहा पाए त्यो मान्छे चाहिँ इल्युमिनाटीसँग आफ्नो सोलको डिल गरिसकेको रहेछ। एन्ड सोलको डिल भइसकेपछि त्यो बडी चाहिँ एक्चुअलमा तपाईँकै हुन्छ, बट तपाईँको सोल चाहिँ वकालको कन्ट्रोलमा हुन्छ। एन्ड वकालको हो त डेभिलको बस हो भन्दाखेरि यो चाहिँ मेन डेभिल हो। क्रिस्चियनिटीको अनुसार चाहिँ वकाल भनेको चाहिँ डेभिल हो र त्यो चाहिँ नर्कमा बस्छ एक्चुअलमा त्यो। अनि त्यसको फेस चाहिँ भन्दाखेरि बाख्रा टाइपको फेस हुन्छ, दुईवटा सिङ हुन्छ। एन्ड त्यसको बडी चाहिँ एक्चुअलमा एउटा मान्छेको बडी टाइप चाहिँ हुन्छ, लेकिन त्यसको फेस चाहिँ एउटा बाख्राको जस्तो फेसको हुन्छ। त्यो मान्छे चाहिँ त्योसँग डिल गरेको हुन्छ। एन्ड वर्षमा एकपल्ट चाहिँ उनीहरूले एउटा मिटिङ राख्छन् जहाँ सबै इल्युमिनाटीको मेम्बरहरू चाहिँ मात्रै आउन सक्छन्, बाँकी कोही पनि आउन पर्दैन। अनि यिनीहरूको एउटा कुरा हुन्छ कि यिनीहरूको ड्रेसिङ सेन्स चाहिँ यस्तो अजिब हुन्छ, तपाईँहरूले थाहा पाइहाल्छ यो वाट इज दिस टाइपको सिन भइहाल्छ, यो के लगाएको टाइपको सिन भइहाल्छ। यति अतरङ्गी टाइपको ड्रेस हुन्छ यिनीहरूको, लेकिन एक्चुअलमा यिनीहरूले के लगाएको हुन्छ यिनीहरूलाई पनि थाहा होला हुँदैन भन्ने कुरा चाहिँ मलाई त्यो कुरा चाहिँ थाहा भएन है। अनि अर्को कुरा चाहिँ यिनीहरूले जब त्यो मिटिङमा बसिरहेको हुन्छ नि, त्यो मिटिङ पछि न यिनीहरूको त्यो लुगा कामको हुन्छ न कि मतलब त्यो लुगाहरू पनि कहाँ जान्छ कसैलाई पनि थाहा छैन। एकपल्ट मात्रै त्यो मिटिङको लागि मात्रै उनीहरूले त्यो लुगा एक्चुअली बनवाएको हुन्छ, त्यसपछि त्यो लुगाको पनि थाहा हुँदैन। त्यसपछि कसले त्यो मिटिङ एरेन्ज गरेको त्यो पनि थाहा हुँदैन, कहाँ मिटिङ हुन्छ त्यो पनि थाहा हुँदैन। एन्ड अहिलेको लिक अनुसार चाहिँ दुनियाँको सबभन्दा मोस्ट पपुलर नेम फेम भएको मान्छेहरू पनि यो इल्युमिनाटीको मेम्बर्सहरू छन् भन्ने कुरा पनि लिक हुँदैछ। यो त खालि एउटा मिस्ट्री हो, बट एक्चुअलमा इल्युमिनाटी हुन पनि सक्छ, नहुन पनि सक्छ, यसको कुनै ग्यारेन्टी छैन। बट वाट डु यु थिङ्क, इल्युमिनाटी इज रियालिटी अर दिस इज ओन्ली वान मिस्ट्री? यो चाहिँ अहिलेसम्म एउटा मिस्ट्री नै हो, एक्चुअलमा इल्युमिनाटी छ कि छैन। बट के तपाईँहरूलाई लाग्छ यो जुन इल्युमिनाटीको जो सिन छ, लाइक मान्छेले जे पनि आफ्नो बनाउन सक्छ, जसरी पनि आफ्नो बनाउन सक्छ, के तपाईँलाई लाग्छ यो रियल हो भन्ने कुरा? लाग्छ भने कमेन्ट गर्नुहोस्, लाग्दैन भने पनि कमेन्ट गर्नुहोस्। वाट इज योर गेसिङ? एन्ड तपाईँलाई के लाग्छ, नेपालमा कोही होला इल्युमिनाटीको मेम्बर? दिस इज वान कमेन्ट गर्नु होला है त। थ्याङ्क्स फर वाचिङ।